महिलाहरूलाई स्पेसल्ली धेरै नै रगत बग्छ। नेपाल तथा दक्षिण एसियाको केही भागहरूमा आज पनि छालामा अचानक देखिने निलो दागलाई बोक्सीले टोकेको, आत्माले छोएको भन्ने चलन छ। यो सरासर मिथ्या कुरा हो। यसमा कुनै पनि वैज्ञानिक तथ्य कारणहरू केही पनि छैन र प्रमाणित पनि भएको छैन। यसलाई चाहिँ हामी मेडिकल भाषामा ब्रुस अथवा इकाइमोसिस भन्दछौँ। नमस्ते, म डाक्टर राजकुमार पन्त। आज म हजुरहरूलाई इकाइमोसिसको प्रमुख कारणहरू के हो र यसको सम्भावित उपचारहरू के हुन्छन्, म त्यसको बारेमा बताउनेछु। सर्वप्रथम हामीले के बुझ्नुपर्छ भने हाम्रो छालाको मुनि ससाना रक्तनलीहरू हुन्छन्। त्यो रक्तनलीहरू अचानक फुट्दछ र त्यो फुटेपछि हाम्रो छालामा सर्वप्रथम रातो दाग देखिन्छ। केही समयपछि त्यो रातो दाग निलोमा परिणत हुन्छ। निलोपछि फेरि हाम्रो हरियो हुन्छ। हरियोबाट खैरो बन्छ र अन्तिममा त्यो खैरो दागहरू आफसे आफ हराएर जान्छ। तर यसमा ख्याल गर्नुपर्ने एउटा कुरा के चाहिँ भने तपाईँको त्यही दाग चाहिँ चोटपटकको कारणले लागेको छ भने हामीले त्यसलाई चाहिँ 24 देखि 48 घन्टासम्म चाहिँ चिसो कुराले सेक्ने। त्यसपछि हामीले आवश्यकता अनुसार तातो कुराले सेक्यो भने यो हाम्रो अटोमेटिकली भराएर जान्छ। दोस्रोमा कहिलेकाहीँ के हुन्छ नि, कतिपय बिरामीहरूले ब्लड थिनर भन्छन्, त्यो रगत पातलो बनाउने औषधिहरू खान्छन्। जस्तै हाम्रो के हुन्छ भने एस्पिरिन हुन्छ, वारफारिन हुन्छ, हेपारिन हुन्छ, त्यसपछि हाम्रो कोपिडोजेल भन्छ होइन। अनि कोही केसमा चाहिँ हामीले स्टेरोइड पनि सेवन गर्ने बिरामीहरू देख्छौँ। त्यस्तो बिरामीहरूलाई चाहिँ हाम्रो छालामा निलो दाग देखिन्छ। यस्तो छ भने चाहिँ तपाईँले चिकित्सकको सल्लाह बमोजिम औषधि सेवन गर्ने र तपाईँले चिकित्सकले नै भन्नुहुन्छ यो औषधि खाने, यो औषधि नखाने, त्यो गरेको राम्रो मानिन्छ। फेरि कहिलेकाहीँ के हुन्छ भने तपाईँको त्यही निलो दागहरू पटक आउँछ र त्यो निलो दाग ठुलो भएर जान्छ, अलिक फैलिएर जान्छ भनेपछि त्यो चाहिँ तपाईँको वार्निङ सिग्नल पनि हो है। त्यस्तो केसमा के हुन्छ भने हाम्रो शरीरमा कहिलेकाहीँ ब्लिडिङ डिसअर्डर भन्छ होइन, ब्लिडिङ डिसअर्डर भयो, त्यसपछि प्लेटलेट्सको कमीहरू हुने भयो, अनि भिटामिन सी, भिटामिन के को सप्लिमेन्टमा हामीलाई कमी भयो अथवा त्यसको हामीलाई त्यो हामीले शरीरमा अत्यधिक चाहिने भिटामिन सी, भिटामिन के चाहिँ पुगेन भने त्यसले पनि हामीलाई के हुन्छ, निलो दाग देखिने हुन्छ। यस्तो भयो भने हामीले आवश्यक ल्याब टेस्टहरू गर्नुपर्छ। ल्याब टेस्टमा के पर्छ भने हामी सिबिसी भन्छौँ, अनि प्लेटलेट्सको काउन्टहरू गर्छौँ, पिटिआइएनआर गर्छौँ र त्यो हामीले लिभर फङ्सन टेस्ट गर्छौँ। त्यसपछि हामीले चिकित्सकको सल्लाह बमोजिम औषधि सेवन गऱ्यो भने यो पनि आफसे आफ हराएर जान्छ। र तपाईँको अन्तिम चाहिँ कहिलेकाहीँ के हुन्छ भने हामीले चाहिँ त्यसलाई इग्नोर गरेर आउँछौँ, तर तपाईँको कहिलेकाहीँ नाकबाट अत्यधिक रक्तस्राव हुन्छ, धेरै रगत आउँछ। अनि तपाईँको महिनावारी भएको केसमा चाहिँ हाम्रो महिलाहरूलाई स्पेसल्ली धेरै नै रगत बग्छ। र तपाईँको त्यति मात्र नभएर कहिलेकाहीँ हामीलाई के हुन्छ, सानो चोटपटक हुन्छ, तर सानो चोटपटकबाट चाहिँ धेरै नै रगत आउँछ। त्यस्तो भएको खण्डमा चाहिँ हामीले के बुझ्नुपर्छ नि, हाम्रो शरीरमा केही रगतको केही रोगहरू लागेको छ भन्ने गरेर हामीले चाहिँ चिकित्सकको सल्लाह अनुसार औषधि सेवन गऱ्यो भने यो पनि हामीलाई अटोमेटिक सन्चो भएर जान्छ। धन्यवाद। यदि तपाईँलाई मेरो भिडियो मन पऱ्यो लाइक, सब्सक्राइब, कमेन्ट गर्न नभुल्नुहोला।